हेलो गाइस सबैजनालाई नमस्ते। मेरो छोटो मिठो मिनी ब्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। मैले चाहिँ यो भिडियो आजभन्दा 2 दिन अगाडि बनाएको थिएँ, तर मैले अपलोड गर्न पाएको थिइनँ कामले गर्दा र आज मात्रै मैले अपलोड गरेको। अनि यो तलको चाहिँ मैले भन्दा अगाडिको भिडियो हालेको थिएँ। यो चाहिँ मेरो बाजेको बर्फन्त, मेरै बाजेको त नभनौँ हैन, मेरै आफन्त भनौँ न, दाजुभाइ भित्रकै पर्नुहुन्छ। उहाँ बाजे बन्नुहुन्छ मेरो चाहिँ, र उहाँको काममा हामी गएको थियौँ। अनि यो तल देखिने चाहिँ मेरो बाजेको घर हो, जुन काम बर्खन्त भएको थियो उहाँको घर हो यो चाहिँ। यहाँ तल खोला पनि छ। अनि आज चाहिँ कामको अन्तिम दिन हो। हामी चाहिँ टक्क कामहरू सकेर भाँडाकुँडाहरू लगेर यहाँ माथि पुर्याउँदै, हाम्रो घर जाने बाटो पनि यता हुन्छ, हामी पुर्याउँदै हामी लाग्यौँ। अनि यहाँ चाहिँ हामी बसेको क्या गलेर, यस्तो उकालो बाटो चाहिँ गढेर यहाँनिर सबैजना बसिरहेछन् हैन। अनि हामी चाहिँ यहाँ एकछिन बस्यौँ। अनि त्यहाँदेखि हामी फेरि टक्कसँगले भाँडाकुँडा बोकेर लाग्यौँ। अगाडि छन् उनीहरू हैन, अनि म चाहिँ यहाँ पछाडि छु। सिमसिम पानी परिरहेको थियो हैन। मैले चाहिँ टक्क तपेस ओढेर हिँडेको क्या, पानी परिरहेको थियो हैन। अनि हाम्रो छाता पनि थियो नि त, छाता हामीले माथि नै राखेको थियो माथिल्लो घरमा। अनि त्यहाँ चाहिँ हाम्रो छाता हो, त्यहाँबाट हामी छाता लगेर जान्छौँ। अहिले चाहिँ मेरो लागि सेफ्टी हो हैन। ल अनि हामीले चाहिँ भाँडाकुँडा पनि स्टोर गरेर हामी चाहिँ लाग्यौँ घरतिर। अनि उ तल हो हैन बर्खन्त घर चाहिँ, यहाँ तल हो। अनि यहाँ पानी पनि सिमसिम परिरहेको थियो हैन। अनि हामी चाहिँ उकालो लाग्यौँ। अनि म चाहिँ यहाँ छु हैन, छाता ओढेर। पानीहरू झन् ठुलो पर्नु थाल्यो क्या उकालो लाग्दा। अनि चाहिँ हामी माथि जाँदा हामीले चाहिँ तुम्बाहरू दाजुहरूलाई भेटायौँ र हामीसँगै सबैजना गयौँ। भन्दै आजको भिडियो, मेरो छोटो मिठो मिनी ब्लगलाई यहीँ टुङ्गिन चाहन्छु हैन। अर्को भिडियोमा भेटौँला है त सबैजनालाई। बाई बाई।